नमस्कार। भक्तपुरको त्यो प्राचीन एकदमै सांस्कृतिक शहरमा आज हामी एउटा अलि फरक रहस्यमय शक्तिको कुरा गर्दैछौँ, जसको चर्चा खासै बाहिर हुँदैन, तर भक्तपुरको भनौँ न आत्मामै गहिरो प्रभाव छ। हामी कुरा गर्दैछौँ सिद्ध लक्ष्मीको। उहाँ चाहिँ हामीले चिनेको लक्ष्मी धनकी देवी भन्दा बिल्कुलै फरक हो। उहाँ एक उग्र, शक्तिशाली अनि तान्त्रिक संरक्षिका देवी हुनुहुन्छ। आजको हाम्रो यो छलफल चाहिँ सिद्ध लक्ष्मी भक्तपुरकी तान्त्रिक संरक्षिका शीर्षकका केही सामग्रीमा आधारित हुनेछ। हो, हाम्रो उद्देश्य नै यी शक्तिशाली तर आम रूपमा कम चिनिएकी देवी र उहाँको त्यो तान्त्रिक महत्वलाई अलिक केलाएर हेर्नु हो। त्यसो भए मेरो मनमा पहिलो प्रश्न नै यही आउँछ, हामीले सधैँ पुज्ने लक्ष्मी र सिद्ध लक्ष्मीमा खास के फरक छ त? अनि भक्तपुरको लागि उहाँको यस्तो विशेष महत्व किन, के होला? उहाँको उत्पत्तिको कुरा गर्दा नि स्रोतहरूले 15औं शताब्दीतिर लान्छन्, राजा यक्ष मल्लको समयमा। भनिन्छ उनले भक्तपुर राज्यलाई बाहिरी खतराबाट बचाउन अनि राज्य बलियो होस्, समृद्ध होस् भनेर विशेष तान्त्रिक विधिबाट देवीलाई आह्वान गरेका थिए। तान्त्रिक विधि भन्नाले यो पक्कै सामान्य पूजाआजा भन्दा त निकै फरक गरिरो कुरा होला हैन? एकदमै। तान्त्रिक भनेपछि यसमा विशेष मन्त्र हुन्छ, यन्त्र हुन्छ, मतलब त्यो ज्यामितीय चित्रहरू अनि न्यास विधि हुन्छ, शरीरमै देवत्व स्थापित गर्ने, अनि यो सबै एकदमै गोप्य हुन्छ। खास कुल यहाँ चाहिँ राजोपाध्याय ब्राह्मणहरूमा मात्र सीमित, निकै कडा अनुशासन चाहिन्छ। सायद त्यही गहनता र गोप्यताले गर्दा होला उहाँलाई अदृश्य देवी पनि भनिन्छ रे। मैले सुनेको टोमरी टोलको उहाँको मूल मन्दिर पनि खासै खुल्दैन रे सर्वसाधारणका लागि। हो, ठिक सुन्नुभयो। उहाँको शक्ति यति तीव्र मानिन्छ कि त्यो धान्न विशेष तान्त्रिक तयारी चाहिन्छ भन्ने विश्वास छ। त्यसैले मन्दिर प्राय बन्द नै रहन्छ। उहाँको शक्ति खास गरी जात्राहरूमा, जस्तै दशैंको बेलाको नवदुर्गा जात्रा अनि राजोपाध्यायहरूले गर्ने वार्षिक गुप्ते पूजामा मात्रै जागृत हुन्छ भनिन्छ। नवदुर्गा जात्रा, त्यो बेला त भक्तपुर साँच्चै अर्कै हुन्छ। त्यति बेला देवीको उपस्थिति कसरी महसुस हुन्छ त? केही देखिने संकेत हुन्छ कि? देखिने भन्दा पनि त्यो अनुभव गर्ने कुरा हो। जनविश्वास कस्तो छ भने नवदुर्गा गणका देवगणहरूले मुखौटा लगाएर नाच्दा, खास गरी राति गरिने गुप्ते अनुष्ठानहरूमा सिद्ध लक्ष्मी आफै आएर नगर घुम्नुहुन्छ रे। त्यो वातावरणमा आउने परिवर्तन, एउटा शक्तिशाली ऊर्जाको अनुभव अनि देवगणको नाचमा देखिने त्यो विशेष फूर्ति या उग्रता नै उहाँको संकेत मानिन्छ। अब उहाँको स्वरूपको कुरा गरौँ न। स्रोतहरूले त उहाँ निकै उग्र हुनुहुन्छ भन्छन्। धेरै हातहरू, हातमा हतियार अनि सिंहमाथि सवार। यो त हामीले सोच्ने कमलमा बस्ने लक्ष्मी भन्दा त पुरै उल्टो भयो नि। हो नि, एकदमै फरक। उहाँको स्वरूप सौम्य, शक्ति र अलिकति भयको पनि प्रतीक हो, तर त्यो उग्रता दुष्टहरूको नाश र भक्तको रक्षाको लागि हो। अझ महत्त्वपूर्ण कुरा के छ भने उहाँको मण्डलमा अरू शक्तिशाली देवताहरू पनि हुनुहुन्छ, गणेश, भैरव, कुमारी। मण्डलमा गणेश, भैरव, कुमारी पनि। यो संयोजनको पनि पक्कै केही खास अर्थ होला है? अवश्य। यो केवल देवताहरूको भेला मात्र होइन, तान्त्रिक हिसाबले हेर्दा यो एउटा अत्यन्त शक्तिशाली सुरक्षा चक्र हो। गणेशले बाधा हटाउनुहुन्छ, भैरवले नकारात्मक शक्तिबाट उग्र रूपमा रक्षा गर्नुहुन्छ अनि कुमारीले आदि शक्ति र पवित्रताको प्रतिनिधित्व गर्नुहुन्छ। यी सबै मिलेर सिद्ध लक्ष्मीको नेतृत्वमा भक्तपुरलाई चारैतिरबाट सुरक्षित राख्ने एउटा अभेद्य किल्ला जस्तो बनाउँछ भन्ने गहिरो विश्वास छ। तर यदि उहाँलाई सामान्य आँखाले देख्न सकिन्न भने मान्छेहरूले उहाँको उपस्थिति कसरी थाहा पाउँछन् त? कसरी ग्रहण गर्छन्? यो भौतिक रूपमा देख्ने भन्दा बढी अनुभव गर्ने कुरा हो। भक्तपुरका मानिसहरूले यसलाई फरक फरक तरिकाले महसुस गर्छन्। कसैले नगरमा जुन शान्ति छ, व्यवस्था छ, त्यसैमा उहाँको शक्ति देख्छन्। कसैले विशेष अवसरमा मनमा आउने त्यो डर मिसिएको श्रद्धामा। उहाँलाई खासमा क्रियाशील शक्ति, आदेश दिने शक्ति अनि नगरलाई जोगाउने मातृशक्तिको मूल स्रोत मानिन्छ। त्यसो भए सारमा भन्दा सिद्धलक्ष्मी भनेको धनकी देवी लक्ष्मीको अर्को रूप मात्रै होइन,
उहाँ त भक्तपुरकी एकदमै विशिष्ट, शक्तिशाली, गोप्य अनि तान्त्रिक विधिबाट स्थापित संरक्षिका हुनुहुँदो रहेछ। स्वरूप उग्र, प्रकृति रक्षात्मक अनि उपस्थिति चाहिँ अदृश्य तर गहिरो गरी अनुभव गरिने, जसले भक्तपुरको भित्री पाटो वै डोर्याइरहेको छ। हो, र यो सबै कुरा बुझ्दा नि एउटा गहिरो प्रश्न उठ्छ। यदि देवीको उपस्थिति देख्नुभन्दा बढी अनुभवमा आधारित छ भने यसले परम्परागत समाजमा त्यो दैवी संरक्षण, विश्वास र शक्तिको प्रकृतिबारे के देखाउँछ होला? कसरी यस्ता अदृश्य तर यति जीवन्त रूपमा महसुस गरिने शक्तिहरूले समुदायको पहिचान, एकता अनि त्यो जुझारूपनलाई युगौंदेखि टिकाइराखेका होलान्? यो चाहिँ थप सोच्न र खोज्न सकिने विषय हो।